सबैजना नमस्ते। आज म तपाईहरुको लागि पाम्स भेटो सम्बन्धी भिडियो लिएर आएको छु। यो देशभरिको सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा, सरकारी निकायहरूमा यो पाम्स भेटो लागू भइसकेको कुरा सबैजनामा थाहा नै होला। त्यही भएर अहिलेसम्म पनि तपाईहरुले आफ्नो स्वास्थ्य संस्थाहरूमा पाम्स भेटो लागू गर्नुभएको छैन भने यो पाम्स भेटो कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा आजको यो भिडियो हुनेछ। अब सञ्चालन गर्नको लागि सुरुमा तपाईहरुको लागि अब स्वास्थ्य संस्थाको सब एडमिन चाहिन्छ। सब एडमिन हाम्रो पालिकाबाट माग्नुपर्ने हुन्छ। तपाईहरुको पालिकाको पाम्सको अब अफिस एडमिन चलाउने सरले यो कुरा प्रदान गर्न सक्नुहुन्छ। यो कसरी लिने भनेर अब म कहाँ अब यो हाम्रो पालिकाको एउटा अफिसको एडमिन रहेछ, त्यहाँबाट म कसरी लिन सकिन्छ भनेर हजुरलाई देखाइदिन्छु। जस्तै हाम्रो पालिकाको अफिस एडमिन वा सरहरूले खोल्नुभयो भने त्यहाँ हाम्रो यो प्रणाली व्यवस्थापनमा हाम्रो यो प्रयोगकर्ता सम्बन्धी विवरण हुन्छ। प्रयोगकर्ता सम्बन्धी विवरण यो बनाउनेमा क्लिक गर्नुभयो भने त्यहाँ हाम्रो सबै संस्थाहरूको यो यसरी यसले सब एडमिनको युजर नेम र पासवर्ड यही हुन्छ। अब यहाँ युजर नेम तपाईहरु यहाँबाट आफ्नो संस्थाको नाम हेरेर लिन सक्नुहुन्छ भने पासवर्डको लागि तपाईहरुको जस्तै अब तपाईहरुको संस्थाको नाम भएको एडिटमा गएर यसो एडिट गर्नुभयो भने सुरुमा अब यो प्यान नम्बरमा आफ्नो पालिकाकै प्यान नम्बर हाल्नुहुन्छ। हाम्रो पालिकामा एउटा प्यान हुन्छ हाम्रो पालिकाको, त्यो प्यान नम्बरमा हाल्नुपर्ने हुन्छ र यहाँ इमेल छ भने आफ्नो स्वास्थ्य संस्थाको इमेल हाल्नु होला र मोबाइल नम्बर आफ्नो स्वास्थ्य संस्थाको रहेछ भने त्यो स्वास्थ्य संस्थाको मोबाइल हाल्नु होला। हैन भने अब स्वास्थ्य संस्थामा छुट्टै अब नम्बर रहेनछ भने तपाईहरुले यसको लागि आफ्नो इन्चार्ज स्वास्थ्य संस्था इन्चार्जको मोबाइल नम्बर हालेर यसमा सेभ गरिदिनु भयो भने स्वास्थ्य संस्थाको मोबाइलमा एउटा एसएमएस जान्छ जुनमा हाम्रो सब एडमिनको युजर र पासवर्ड हुन्छ। यही प्रकारले तपाईहरुले आफ्नो स्वास्थ्य संस्थाको पहिला चाहिने सब एडमिनको आइडी पासवर्ड लिन सक्नुहुन्छ। अब तपाईहरुले आफ्नो स्वास्थ्य संस्थाको सब एडमिनको आइडी पासवर्ड पाइसकेपछि फेरि हामी त्यही यहाँ लगइन गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताको नाममा तपाईहरुले अब पाउनु भएको यो सब एडमिनको आइडी पासवर्ड फेरि हाल्नु होला। यो आर्थिक वर्ष अनिवार्य हाल्नुपर्ने हुन्छ। यो हालिसकेर तपाईहरुले सुरुमा आफ्नो संस्थाको सब एडमिन चाहिँ ओपन गर्नु होला। यो सब एडमिन ओपन गरिसकेपछि यो सब एडमिनको काम भने सुरुमा खासै धेरै हुँदैन। यसमा हाम्रो कर्मचारीको व्यवस्थापन भनेको अब तपाईहरुले आफ्नो स्वास्थ्य संस्थामा कसलाई स्टोर किपर बनाउने, कसलाई एप्रुभल बनाउने, कसलाई युजर बनाउने त्यो काम चाहिँ हाम्रो सब एडमिनको हुन्छ। यहाँबाट सब एडमिनले गर्नुपर्ने काम हाम्रो त्यति नै हुन्छ। तर अब त्यो हाम्रो स्टोर किपर हाम्रो यो एप्रुभरहरू बनाउनलाई युजरहरू बनाउनलाई सुरुमा तपाईहरुले अघि जस्तै यो प्रणाली व्यवस्थापनमा गएर कर्मचारी सम्बन्धी विवरण हेर्नुभयो भने कर्मचारीको पदावधिको विवरण छ, यसमा क्लिक गर्नुभयो भने तपाईहरु पालिकामा हालिसकेका अब कर्मचारीहरूको जम्मैको नामको विवरण यहाँ आउँछन्। अब तपाईहरुले यहाँ सुरुमा आफ्नो नाम खोज्नुपर्ने हुन्छ। यहाँ तपाईहरुको नाम रहेछ भने यहाँबाट सिधै तपाईहरुले आफ्नो यो एडिट गरेर त्यसलाई बनाउन सक्नुहुन्छ। रहेनछ भने फेरि एड न्यूमा गएर बनाउनु पर्ने हुन्छ। अब मानौँ तपाईहरुको कसै एकजनाको यसमा नाम छ भने कसरी गर्ने, छैन भने कसरी गर्ने म त्यहाँ देखाइदिन्छु। जस्तै अब हाम्रो एकजना अब यहाँ अनिल सरको यहाँ नाम छ। उहाँलाई मैले अब यहाँ मेरो होमले स्वास्थ्य चौकीको स्टोर किपर बनाउनु पर्यो भने उहाँको म यसरी एडिट गरेर म यहाँ यो सुरुमा अब स्टोर तपाईहरुको हेर्नु होला। स्टोरमा कुनै बेला पालिकाकै आइदिन सक्छ अथवा केही नआइदिन सक्छ। यस्तोमा के आछ हेर्नु होला। यसमा हामी सुरुमा आफ्नो स्वास्थ्य संस्थाको नाम हेरेर ओपन गर्छौँ। ओपन गरिसकेपछि यहाँ नामहरू तपाईहरुको अलरेडी नै हुन्छ। यो भूमिकामा मात्रै तपाईहरुलाई यसलाई स्टोर किपर बनाउने हो कि एप्रुभर बनाउने हो कि युजर बनाउने हो यो कर्मचारीलाई त्यसरी सेलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ मेरोमा स्टोर किपर अलरेडी सेलेक्ट रहेछ। यो भइसकेपछि यो कार्यको प्रकृति कस्तो बनाउने अब नियमित हो कि अब केही दिनको लागि भनेर अब नियमित नै हुन्छ। त्यही भएर नियमित सेलेक्ट गर्नुपर्ने हुन्छ। यसमा यो सक्रिय छैन भने यसरी सक्रिय बनाएर यो सेभ गरिदिनु भयो। अब यसरी हजुरले सेभ गर्ने बित्तिकै यो अनिल सरको मोबाइलमा उहाँको मोबाइलमा अब पहिलादेखि आइडी पासवर्ड पाम्सको कुनै रहेछ भने त्यही आइडी पासवर्ड ओपन गर्दा स्टोर किपरको उहाँहरुको सिधै ओपन हुने भयो। हैन भने यसको मोबाइलमा यो मोबाइल नम्बर भएको मोबाइलमा हजुरलाई फेरि एसएमएस जान्छ र स्टोर किपरको
आइडी र पासवर्ड त्यहाँ जान्छ हैन। यो व्यक्तिको यहाँ हेर्दाखेरि पहिला नै नाम थियो भने अब उहाँको फेरि नाम जाँदैन, फेरि उहाँकोमा एसएमएस जाँदैन। अब फेरि एसएमएस आइडी पासवर्ड नगएपछि उहाँको जुन पुरानै आइडी पासवर्ड हुन्छ त्यो हामीले ओपन गर्नुभयो भने उहाँको सिधै अब हाम्रो स्टोर किपर ओपन हुन्छ। त्यही प्रकारले तपाईँहरूको यहाँ अब नामै भेट्नु भएन भने के गर्ने, नामै भेट्नु भएन भने सुरुमा अब हामी एड न्यू गरेर यहाँ हामी हाल्नुपर्ने हुन्छ। अब हाम्रो यो स्टोरको भएर अब यो होम डे हेल्प पोस्टको आइसक्यो। यहाँ शाखामा यहाँ हाम्रो पालिकाभरिको हालेको शाखा जम्मै हुन्छ। यहाँ त्यहाँ तपाईँहरूको पालिकाबाट यहाँ स्वास्थ्य संस्थाको नाम हालिदिएको छ भने त्यहाँ हेर्नु होला। यो यहाँबाट सिधै नाम अब कुन स्वास्थ्य संस्थाको हो नाम हेरेर तपाईँहरूले सिधै यसमा क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ हाम्रो यो शाखा भनेको हाम्रो स्वास्थ्य संस्थाको नाम। तपाईँहरूले यस्तै अब जस्तै होम डे छ भने यहाँ होम डे गर्नुपर्ने हुन्छ अनि होम डे यहाँ क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि अब यो हाम्रो कर्मचारीको अब कुन तह हो यहाँ अब हजुरको पहिला नै पालिकाबाट यो हालिसक्यो भने चाहिँ यहाँ हामी सेलेक्ट गरेर मात्र तह हालिदिनु पर्ने हुन्छ। त्यसपछि उहाँको पद, कर्मचारीको प्रकार होइन, यो स्थायी हो कि अस्थायी हो कि डोर हाजिरको हो त्यो हालेर यो यसमा यो प्यानमा चाहिँ हामी कर्मचारीको प्यान नम्बर हाल्नुपर्ने हुन्छ। जुन कर्मचारीलाई तपाईँले यो युजर अथवा स्टोर किपर अथवा एप्रुभर बनाउँदै हुनुहुन्छ त्यो कर्मचारीको प्यान नम्बर यसमा हाल्नु होला। यो प्यान नम्बर हाल्ने बित्तिकै यो नाम आफै गरेर आउँछ। जस्तै मैले यहाँ मेरो प्यान हाल्यो भने हेर्न सक्नुहुन्छ यो नाम अटोमेटिक नेपाली नाम र त्यो प्यानमा भएको मोबाइल नम्बर आउँछ। तपाईँहरूले यो प्यान यो हालिसकेपछि इङ्ग्लिस नेम र कर्मचारीको सङ्केत नम्बर छ भने कर्मचारीको सङ्केत नम्बर हाल्नु होला र इमेल र यो मोबाइल नम्बर हेर्नु होला। यो पुरानो मोबाइल नम्बर अहिले चलाइरहनु भएको छ भने त ठिकै हो, होइन भने फेर्नु पऱ्यो भने यो मोबाइल नम्बर फेरेर यो ठेगाना चाहिँ उयो कर्मचारीको एक्चुअल ठेगाना हाल्नु होला र प्रयोगकर्ता समेत बनाउने छ यहाँ यसमा हो चाहिँ गरिदिनु होला, किनभने यो प्रयोगकर्ता समेत छ भने पछि उसले युजरको काम गर्न पाउनुहुन्छ। यहाँ हामीले हो गर्ने बित्तिकै यहाँ भूमिका आउँछ अनि यसमा भूमिकामा के भूमिका दिनुहुन्छ त्यो भूमिकाको आइडी पासवर्ड त्यो मोबाइल नम्बर भएको मोबाइलमा एसएमएस जान्छ। यही प्रकारले त्यो एसएमएस गरेको मोबाइल त्यो आइडी पासवर्ड एसएमएस आएको हालेर तपाईँहरूले फेरि यहाँ स्टोर किपरको अथवा एप्रुभरको अथवा युजरको आइडी पासवर्ड सबैजनाले खोल्न सक्नुहुन्छ। यो खोल्दाखेरि तपाईँहरूको यो हाम्रो यो सर्च गर्दाखेरि यो हेर्नु होला newforms.fcgo.gov.np छ। यसरी नै त्यही हालेर लगइन गर्नुपर्ने हुन्छ, न त कहिलेकाहीँ यो इन्टरफेस नआएर अर्कै पाम्स खुलिदिन सक्छ, त्यसमा फेरि हाम्रो लगइन हुँदैन। हाम्रो युआरएल त्यही सर्च गर्नु होला। धन्यवाद। यही प्रकारले तपाईँहरूले आफ्नो स्वास्थ्य संस्थाको सबै आइडी पासवर्ड बनाएर आफ्नो पाम्स भिडियो चलाउन सक्नुहुन्छ। त्यसपछि यो हाम्रो पाम्स भिडियो अब पाम्स भिडियो कसरी चलाउने त्यसमा के गर्ने सुरुमा त्यो अर्को भिडियोमा हुनेछ। आजको लागि हस्त, धन्यवाद।